यो फलको नाम चाहिँ लहरे आँप रहेछ होइन। पाकेको चाहिँ अलि मिठै हुँदो रहेछ, यो अलिक काँचो काँचो रहेछ। यो खाँदाखेरि त मलाई त यो लहरे आँप होइन कि लहरे अमिलो जस्तो लाग्यो के। कति घर मात्रै बस्नु यार, कहिलेकाहीँ त घुम्न जानुपर्छ भनेर आज म चट्ट परेर चस्मा चस्मा लाएर बाहिर घुम्नको लागि निस्केँ। अनि मजा आले आफ्नो इच्छा लागिन्जेल घुमेँ। घुमिसकेपछि अस्ति खाएको लहरे आँप एउटा दुईटा पाकेछ कि भनेर झ्याङतिर गएको, सबै काँचो मात्रै रहेछ। घाँटी तन्काई तन्काई हेरेको, एउटा चाहिँ अलि पहेँलो पहेँलो पाक्न लाए जस्तो थियो। अनि त्यसलाई टिपिहालेँ। अब आज यसको खानी पालो भनेर घर त लएँ। हेर्दा त मिठै होला जस्तो छ के अरे। अब चाख्नु पर्यो भनेर चाखेको, चुक भन्दा पनि अमिलो थियो यार, एकदम च्वास्स खालको। काम गर्न अल्छी लागेको दिनमा खाली सधैँ यही मुर्गा मात्रै ढलाउन लाउँछन् के मलाई फेरि। अल्छी लाई भए पनि मुर्गा काटियो अनि त्यसलाई तातो पानीमा लगेर मजाले भिजाइसकेपछि अगाडि लएँ अनि भ्यात्लाम भुत्लुम पारिदिएँ। यस्तो रिसै रिसा झ्यामझुम भुत्लाइदिएँ। दिनदिनै यही काम गर्न परेपछि त लास्टै रिस उठ्ने के यार। जहिल्यै भुत्लाउने यार। भुत्लाउँदा भुत्लाउँदा हैरान परेछु यार म त। कुरा बनाएर भ्याएपछि पोल्ने काम चाहिँ बाबालाई गर्न लाएँ अनि म लागेँ चिया पिउनतिर। चिया पिएर भ्याएपछि आज आइतबारको दिन बेलैमा केटाहरू आइरहेछन् अनि मजाले बल खेलियो।